ब्रेकअप भनिसकेको थियो नि त हामीले Hello guys, welcome back to my channel. It's me Aish Presta र by the title तपाईहरुले गेस गरिसक्नु होला आज हामी के गर्ने वाला छौं भनेर. सो आज हामी चाहिँ एकदम स्पेशल प्रैंक गर्न जाँदै छौं हैन विवेक रुबिनालाई. सो अलिकति हाइलाइट्सहरु पनि थाहा पाउनु भयो होला तपाईहरुले हैन. सो आज चाहिँ एकदम एपिक प्रैंक हुने वाला छ. अनि टाइटल चाहिँ अलिकति साउन्ड अलि राम्रो नगर्ला हैन. सो टाइटल चाहिँ हाम्रो के छ नि प्रैंकिङ माइ गर्लफ्रेन्ड with the side chick. Side chick चाहिँ हाम्रो हुनेवाला छ हैन. सो एकदमै एपिक रिएक्सन आउँछ जस्तो लागिरहेछ हैन. सो गाइस अब हामी कसरी प्रैंक गर्छौं यो चाहिँ तपाईले यो भिडियो पछि देख्न सक्नुहुन्छ. सो लेट्स गो. अब कसरी प्रैंक गर्ने सेटअपहरु तपाईलाई सबै देखाउँछु अनि हामी डिस्कस पनि गर्छौं कसरी प्रैंक गर्ने भनेर. लेट्स गो. सो गाइस अब चाहिँ म रुबिनालाई मेसेज गर्छु पहिला हैन. लाइक नर्मल मेसेज गर्छु पहिला चाहिँ हैन. पहिला नर्मल मेसेज गरिसकेपछि बिचमा चाहिँ के गर्छु भने म घरमा एक्लै छु तिमी छिटो आऊ भनेर मेसेज गर्छु. तर उसले सिन गरेपछि म डिलिट गरिहाल्छु के. बुझ्नु भयो नि कुरो हैन. समझ रहे हो न. उसले सिन गरेपछि चाहिँ म डिलिट गर्छु हैन. अनि त्यसपछि डिलिट गरिसकेपछि त उसलाई शंका हुन्छ नि त. म चाहिँ पहिला विवेककोमा जान आँटेको भन्छु. अनि त्यसपछि विवेककोमा जान आँटेको भनिसकेपछि त्यही मेसेज म एक्लै छु भनेर पठाउँछु हैन उसलाई. अनि त्यसपछि आऊ भन्छु अनि मेसेज डिलिट गरिदिइहाल्छु क्या. अनि त्यसपछि म फोन केही उठाउँदिनँ फ्लाइट मोडमा राखिदिन्छु. अनि त्यसपछि ऊ आउँछ कि आउँदैन त्यो स्योर छैन है फेरि हैन. अब शङ्का त फेरि डेन्जरै शङ्का गर्ने मान्छे हो हैन. आयो भने कन्टिन्यू हुन्छ. अनि त्यसपछि हामीले चाहिँ के प्लान गर्नेवाला छौँ भने ऊ जब आउँछ हैन हामी चाहिँ लाइक यहाँनिर बस्छौँ हैन बेडमा. विवेकलाई चाहिँ विग लगाइदिन्छौँ हामी हैन. अलि अकवर्ड सुन्ला हैन. तर दिस इज द प्रैंक हामीले हैन अलिकति इन्ट्रेस्टिङ बनाउनलाई गरेको छौँ. सो विवेकलाई चाहिँ यहाँ विग लगाएर राखिदिन्छु अनि म चाहिँ यहाँ साइडमा बस्छु. अब यताउति हैन अलिकति मेस बनाएर म चाहिँ साइडमा बस्छु. अनि त्यसपछि ढोकासोका सबै खुल्ला राखिदिन्छौँ हामी हैन. अनि ऊ यदि आइहाल्यो भने चाहिँ हामीले चाहिँ दुईटा क्यामेरा सेटअप गर्नेवाला छौँ. एउटा चाहिँ ऊ त्यो डल पछाडि लुकाउँछौँ हैन. अनि एउटा चाहिँ ऊ गिटार पछाडि लुकाउनेवाला छौँ. सो अब अलिकति डिस्टर्ब पनि आएर होला बाहिर हैन कन्स्ट्रक्सन काम चलिरहेछ. सो अब चाहिँ पहिला सुरु मेसेज गरौँ हैन. रेडी हो त विवेक? रेडी हो ल है मेसेज गरौँ. यता एकदम नर्भस फिल भइरहेछ हैन. स्क्रिन रेकर्ड गरौँ है त पहिला. है स्क्रिन रेकर्ड गर्ने रुबिनालाई मेसेज गर्न जाँदैछु गाइस है. के गर्दैछस् भनौँ न पहिला हैन. माइ गड अझै यस्तो मेसेज गरेको छुइनँ हैन. क्या डर लागिरहेको छ क्या. मेसेज सिनै गरेको मेसेज गएको त रिप्लाई चाहिँ आएन. डाइरेक्ट भन्नु क्या हो विवेककोमा जाँदैछु कस्तो रिप्लाई नगरेको हौ. बितिसक्यो हौ. एडिटिङ गर्दै होला भिडियो. अनलाइन आयो टाइप गर्यो पब्जी खेल्न लागेको आउरे. काम छ काम पर्यो हैन. विवेककोमा जान लागेको. रविलाई नि उसको भयो कि उसँग पब्जी खेलेर आउँछु नि त म गाइस. उसलाई बोलाउ भन्दैछ. तर अब म चाहिँ यहाँनिर केही अर्कै चिजमा व्यस्त छु. ए मेरो पर्यो अरे कि मेरो पर्यो भनेपछि फेरि मेरो काम पर्यो.
मेरो परे मेरो परेले त देखेछु काम विवेकले बोलाएको छ विवेकको काम चाहिँ बोलाएको छ विवेकको काम छ अरे होइन बोलाएको छ मलाई के हुने हो यार के हुने हो रियाक्सन क्लास जानुपर्छ होइन आज पर्छ ल म गएको है बाई अब भाइ भन्छ जब होइन भाइ भनिसकेपछि चाहिँ ए ल सँगै अब है तिमीहरू मलाई लिन अझै अनि फेरि ल ल भाइ अब पठाउनुपर्छ एकछिन कुर्नुपर्छ एकछिन कुरौँ 10 सेकेन्ड विवेक तिमीलाई कस्तो लागेको छैन मलाई त त्यत्रो डर लागिरहेछ अब फेरि यसो छ क्या फेरि अब क्यामेरा चाहिँ हामीले एकदम छिटो सेटअप गर्नुपर्ने हुन्छ होइन उसको घर मेरोभन्दा धेरै टाढो छैन नि त अब आइहाल्यो भने पनि 5 मिनट भित्रमा सब सेटअप गर्नुपर्छ क्या हामीले सो अलिकति गाह्रै छ ल अब भन्नु है म नाम पनि भन्नु पऱ्यो नि त सुन न भन न डाइरेक्ट सुन न म घरमा एक्लै छु आउन है डर लाग्यो यार मलाई सुन्नु न म घरमा एक्लै छु छिटो आऊ है भन्छ है नत्र मेरो गर्लफ्रेन्ड आउँछ नि अनि डिलिट गर्दै हालेन फेरि चाहिँ टिकट हाल्नु है डिलिट हाल्ने गाइस मैले है अब फ्लाइट मोड हाल्नु रिप्लाई पनि नदिने कि अब तिमीलाई फोन आउँछ होला है उसको फोनबाट खिचिरहेको छ गाइस हामीले होइन उसलाई फोन आउन सक्छ किनभने मैले विवेककोमा गएको छु भनेको छु नि त वाइफ पनि नफान्दियो क्या वाइफ पनि नफान्दियो क्या है वाइफ पनि नफान्दियो तिम्रो चेन्ज गरेर मेरो गरेर मलाई कल गर्न सक्छ नि त फेरि हामी क्यामेरा चेन्ज गर्न जाँदैछौँ गाइस है मेरोमा कल आउन सक्छ आइसले पुरै फ्लाइट मोडमा हालिसक्यो फोन चाहिँ रेडी मलाई मेसेज कि त कल आउन सक्छ अब हेरौँ अब उसलाई मेसेज कि कल आउँछ होइन पक्का आउँछ क्या पक्कै आउँछ होइन विवेकलाई गरे भनेर सोधिसक्यो मलाई नर्भस भयो लास्ट नर्भस भयो कल आउने बित्तिकै होइन सेटअप गरिहालौँ है कल आउने बित्तिकै माई गॉड गाइस के हुनु होला छ है विक सिक पनि रेडी गरौँ लास्टमा त विवेकलाई मेसेज गरेको मलाई यहाँ विक हामीसँग रेडी छ होइन विक पनि टक्कै विवेकलाई लगाइदिएको मलाई कल आउँछ जस्तो रहेछ मेरो के हुन्छ डर लाग्यो माय लर्ड तिमीलाई के लाग्छ आउँछ होला त सायद आउँछ होला रिस पनि कडा छ गाइस है मैले सायद डेन्जर कुरा खानेवाला छु आज आज मैले पनि कुरा खानेवाला छु आज प्र्याङ्क सक्सेसफुल भयो भने चाहिँ प्र्याङ्क सक्सेसफुल भयो भने डेन्जर कुरा खानेवाला छु विवेकले पनि होइन केही छैन सक्सेसफुल पार्नुपर्छ गाइस हामीले यो प्र्याङ्क होइन हेरिरहनु होला लास्टसम्म हेरिदिनु होला होइन कस्तो चाहिँ हुन्छ होला पाउ यो प्र्याङ्क क्या
लाउडस्पिकरमा है लाउडस्पिकरमा है। हेलो हजुर म त घरमै छु त होइन छैन मलाई त केही भनेको छैन होइन मलाई त केही पनि थाहा छैन हजुर 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 ए हो र खै मलाई थाहै भएन मलाई त केही भनेको छैन ए हुन्छ ए हुन्छ कता हुनु घरमै हो तपाईँ फेरि कल गरेर ल्याएछ हेलो हजुर ए हुन्छ म एकचोटि ट्राई गर्छु नि त हुन्छ हस् अब 10 सेकेन्ड पछि म कल गरेर लागेन भनिदिन्छु है रेडी है अब उसले कल गर्न जाँदैछ है हेलो फोनै लागेन खै के भयो म त अब घरमै छु फेरि आउँदा टाइम लाग्छ हुन्छ हस् के हुन्छ आज कडा अब चाहिँ क्यामेरा सेटअप गर्न जाँदैछौँ हामी होइन एकदम डर लागिरहेछ एकदम रिसाएर आउँदैछ गाइस ओभर रिसाएको छ होइन उसले पनि त्यहाँ राखेको छ होइन जे होस् थाहा नपाओस् क्यामेरा यता छ भनेर चाहिँ होपिङ फर द बेस्ट होइन प्र्याङ्क सक्सेसफुल होस् भनेर सो लेट्स गो गाइस डर लाग्यो माय लर्ड तिमी किन आएको जब तिमी यार किन आएको तिमी के जब तिमीसँग ब्रेकअप भनेको मैले तैँले मलाई ब्रेकअप कहिले भनिस् ब्रेकअप कहिले भनिस् विवेकको घरमा जाऊ के तिमी जाऊ के यहाँबाट तिमी जाऊ के त्यो लाग्छ त्यो केटा उठा छिटो उठा जाऊ के अब ब्रेकअप भनिसकेको थियो नि त हामीले हाँ ये जो पिटा है ना ये मैं नहीं हूं ये मेरे जैसा दिखने वाला एक बंदा है इसीलिए समझ रहे हो आप समझ रहे हो ना बस यही है तिमी जब पछि कुरा गरौँला के पछि कुरा गर्ने साँचो कुरा बताउँछु तिमीलाई अब किन तैँले यही गरे तेरो मैले बेइज्जत गरेर पनि हेर्न रुबिना हेर्नु पर्खिएँ शरम लागेन तँलाई लाज लागेन अनि त्यसले ब्रेकअप भने नि त मैले भने ब्रेकअप तैँले मलाई ब्रेकअप
बस्नु पनि छैन मलाई बस्नु पनि छैन बस्नु पनि छैन You just got pranked, bro. लगाइस यहाँ क्यामेरा थियो उता डल पछाडि क्यामेरा थियो हैन क्यामेरा निकालेर लगाइस यहाँ फाइनली साराका मजाक आन्टीको विक बिगारेर मेरो हेर हातभरि स्क्र्याचेसहरू भएको छ कसरी भयो रातो भयो कहाँ गएको यहाँ आउने यहाँ तिमी रिसाएको नरिसाउ न It's just a prank, man. Just a prank? Take a slap. It's just a prank. जा अरू केटीसँग यार मलाई नि आनन्द हुन्छ So कस्तो लाग्यो तिमीलाई prank? यस्तो भनिदिनु पर्यो यसो भन नि त अब मेरो एनर्जी मात्र वेस्ट भयो मेरो फोन पे लाइतेरो ल गाइज अब चाहिँ हामी यसो उसलाई सम्झाउँछौँ होइन इट वाज जस्ट प्र्याङ्क भनेर ऊ भेरी स्याड भएको छ अहिले होइन बास बल्न जरुरी छ र चित्त बन्दैन भनिदिनु मैले मम्मीलाई कल गरेको थिएँ अघि मम्मीले भन्दै थिएँ कि आइसले यस्तो गरी मम्मी छोडिदिनु भनेर भन्नु पऱ्यो नि मम्मी बिचरा मम्मी र मम्मी त यस्तै हुन्छ केटाहरू भन्दै थियो धन्न तिम्रो मम्मी पनि आउनु भएन डन्डा लिएर आउँथ्यो मम्मी प्र्याङ्क रहेछ प्र्याङ्क पागल केटाहरू प्र्याङ्क भने विवेकलाई विक सिक लगाएर सुताइ के विवेक त पुरा त विक सिक लगाएर सुतिरहेको रहेछ साइडमा राम्री एकछिनसम्म त चलाउन त दिएन पछि लास्टमा हेरेको त जिउ त पुरै केटाको होइन अनि विक लगाएर विक पनि यस्तो लुज राखेर बसिरहेको रहेछ ल प्र्याङ्क हो भनेर भन्नलाई नि केटाहरू यस्तो भन्दैन थियो मम्मीले ठिकै भयो सुन्यो नि बेजत हुन्थ्यो तिमी ल बाई लाइफ इज हेल सो गाइज कस्तो लाग्छ तपाईँहरूलाई यो प्र्याङ्क होइन कमेन्ट गरिदिनु होला अन्त एकदम रिसाएको छ अहिले होइन सो यो इट वाज जस्ट अ प्र्याङ्क भनेर लिऊ होइन यस्तो नरिसाऊ तिमी धेरै होइन आई नो तिमीलाई भेट्छु मात्रै भन्न मात्र दुईजनाले एकअर्कालाई भेट्छु सो सबै त्यही भ्युर्सहरू भनिदिनु होला तिनीहरूलाई नरिसाउनु भनेर होइन गाइस होइन तपाईँहरूले पनि कमेन्ट लेखिदिनु होला रुबनाजी होइन अलिकति नरिसाउनु क्लाम डाउन भइदिनु भनेर अनि अन्त कस्तो लाग्यो कमेन्ट गरिदिनु होला यो प्र्याङ्क होइन अब धेरै लामो भिडियो हुन्छ अहिले फेरि होइन त्यो धेरै लामो भिडियो नबनाइकन डिसलाइक गरिदिनु बुस्ट पनि नगरिदिनु भ्युज पनि नदिनु केक पनि नदिनु यहाँलाई गु खान्दिनु त्यस्तो नरिसाउन पसिनै आइरहेछ त्यस्तो रिसाएको छु म पसिनै आइरहेछ स्वेट पुरै सो गाइज यति नै थियो आज हाम्रो प्र्याङ्क होप तपाईँले इन्जोय गर्नुभयो होला होइन मैले कुदै खाएको यसरी धेरैमा सेयर गरिदिनु होला होइन मैले आउँछु के
म त अर्कोचोटि तैँले त आज विवेकले राखेको छु केटै राखेर गर्ने भाइ सो हेर्नु रिभेज प्र्याङ्क भन्दैछ होइन हेरौँ ल सो यति भन्दै आजको भिडियो एन्ड गरौँ थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई टेक केयर एन्ड लभ गाइज आस्ता ल भिस्ता